सबैलाई नमस्कार। म हुँ जितेन्द्र। आज म तपाईहरुमाझ केही भिडियो प्रस्तुत गर्न गइरहेको छु। सो भिडियोलाई लास्टसम्म हेरेर साथ दिनुहोला। आगामी दिनहरुमा यस्तै भिडियोहरु हेर्नको लागि हाम्रो जेडी डिजिटल युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। आज एलिना फाटी स्यालको बर्थडे पार्टी चलिरहेको छ। त्यसैले गर्दाखेरि आज एलिनाको बर्थडेमा म एकदमै खुसी छु। उता केक पनि अब रेडी हुँदैछ। उता मुस्कुराउँदैछ मेरो बाबु। उता अब यो कपडा लगाउँदैछ भने उता सबैजना एकदमै राम्रोसँग खुसी भएका छन्। पुन्टुरुको मायाले पनि एकदमै मलाई झुकाइरहेको छ। तर पुन्टुरु चाहिँ आज आँखामा आँसु निकाल्दै बसिरहेको छ। बाबु किन होला भनेर म पनि अलिकति कन्फ्युज भएको छु। मतलब धेरै खुसी हुन्छ यो हाँस्नेवाली हो। काम स्टार्ट भइरहेको छ। उता बाबु पनि एकदमै मक्ख भएर खुसी भइरहेकी छ भने बर्थडेको केही कार्यक्रमहरू गर्दैछन्। उता बाबुहरू मजासँग बसिरहेका छन्। उता हाम्रा बाबु पनि एकदमै मुस्कुराएर बसिरहनु भएको छ। उता सालाजी सेरा सरदेखि लिएर मामा सबैजना एकदमै खुसी हुन्छ। मामा अलिकति मुस्कुराइदिनु त अलिअलि। हो कस्तो लागिरहेको छ तपाईँलाई आजको यो बर्थडेमा? ठुलो स्वरले बोल्नु छ अलिकति। ह्याप्पी बर्थडे एलिना। ह्याप्पी बर्थडे एलिना। हैप्पी बर्थडे ओ शेरे सर यो छ नि। यो कस्तो लागिरहेको छ तिम्रो बहिनीको बर्थडेमा? कस्तो लागिरहेको छ तिम्रो बहिनीको बर्थडेमा भने? फुटायो तर यो केक बसायो किन्ने खानु यतातिर फुटाउनु केकलाई बसायो। क्यामेरा भइदियो अब दामी हुन्छ बाबु तेरो। कहाँ गया यममा मध्ये हो गयो यस्तो हुने कुरा। ल सबै जुम्मा हो। ल जुम्मा हो सबै आओ जुम्मा हो। ल स्टार्ट है 1 2 3 गो। सक्कु धिग्नु राखो। त्यो पनि हाल्ला नि बिचले त्यो बरोबर नहीं। हैप्पी बर्थडे तू कसरी डराए? म काट्दिउ नानी त्यो लागेन कुना लागि भन न यार। पूरा भो बन्द गर। हैप्पी बर्थडे
कसरी अरे बाबालाई खाऊ ओ मेरो सल्लाहले पहिला मैला खायो या अब यो खाना कसरी यो केक हुने त्यसलाई सब जुम्मै ऊ भइगयो गाईको चुना हालेर भने हाल्नु त भइगयो यति खा अझ दिने हुन्न ल यति टिका लगाइदिनु ल टिका लगाएको देखाउने खालि यति मात्रै देखाउने टिका लगाएको देखाउने दही 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 एकचोटि यहाँ न जुम्बा टिका लगाएको त नदेखाउने क्या यतिकै देखाउन सक्छ यहाँ माइसा मैले भनेको अङ्कललाई सुन्नु खाने भए साथी के गरेर हो अहिले त जुम्बा रुममा पढेर राखेको हो कि